सम्पूर्णमा नमस्कार साथीहरू। आज चाहिँ मैले यहाँहरूलाई फेसबुकको पासपोर्ट कसरी परिवर्तन गर्ने हैन, यदि चाहिँ तपाईहरु फेसबुक पासपोर्ट चेन्ज गर्न खोजिरहनु भएको छ, पासपोर्ट चेन्ज भइरहेको छैन, तपाईहरुसँग फेसबुक आइडी लगइन छ र पासपोर्ट पनि तपाईसँग छ, तर नयाँ पासपोर्ट कसरी राख्ने होला भन्ने सोच्नु भएको छ भने त्यो समस्याको समाधान यहाँहरूलाई मैले दिनेछु। यदि मेरो च्यानलमा यहाँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरी यहाँहरूले अल नोटिफिकेसन क्लिक गरिदिनु होला, किनभने आगामी दिनमा यस्तै इन्फर्मेटिभ भिडियोहरू यहाँहरूलाई मैले पस्कने छु। र ढिला नगरिकन म भिडियोतर्फ लाग्न चाहन्छु साथीहरू। यहाँहरू चाहिँ जुनसुकै एन्ड्रोइड मोबाइलबाट यहाँहरूले फेसबुक आइडी लगइन गर्नुभएको छ होला। यहाँहरूले लाइट वा फेसबुकमा यहाँहरूले सर्वप्रथम क्लिक गर्नु होला र यहाँ चाहिँ कुनै आइडी यहाँहरूले लगइन गर्नुपर्ने हुन्छ। मसँग एउटा आइडी लगइन छ साथीहरू, यहाँहरूले देख्न सक्नुहुन्छ। आइडी चाहिँ लगइन छ र आइडी लगइन भएपश्चात चाहिँ यहाँहरूले पासपोर्ट चेन्ज गर्न खोजिराख्नु भएको छ भने यहाँहरूले चाहिँ यो 3 लाइन माथि देख्न सक्नुहुन्छ टपमा, यो 3 लाइनमा चाहिँ यहाँहरूले क्लिक गर्नु होला साथीहरू। र यहाँ क्लिक गरिसकेपछि यहाँहरूले तलतिर सार्दै जानु होला र गइसकेपछि यहाँहरूले देख्न सक्नुहुन्छ सेटिङ एन्ड प्राइभेसी। यो सेटिङ एन्ड प्राइभेसीमा यहाँहरूले क्लिक गर्नु होला साथीहरू र क्लिक गरिसकेपछि यहाँ सेटिङ देखिन्छ, त्यसमा पनि क्लिक गर्नु होला र सेटिङमा क्लिक गरिसकेपछि यहाँहरूले देख्न सक्नुहुन्छ पासपोर्ट एन्ड सेक्युरिटी भनेको छ। यहाँनिर पासपोर्ट एन्ड सेक्युरिटीमा यहाँहरूले क्लिक गर्नु होला है। र यसमा क्लिक गरिसकेपछि यहाँहरू तलतिर सार्दै जाँदा यहाँले देख्न सक्नुहुन्छ पासपोर्ट एन्ड सेक्युरिटी भनेको छ, यसमा यहाँहरूले क्लिक गर्नु होला साथीहरू है। र यसमा क्लिक गरिसकेपछि यहाँहरूले देख्न सक्नुहुन्छ यहाँनिर सबभन्दा फर्स्टमा चेन्ज पासपोर्ट भनेको छ। यो चेन्ज पासपोर्टमा यहाँहरूले क्लिक गर्नु होला र क्लिक गरिसकेपछि तपाईहरुको लगइन भएको आइडी यहाँ शो गर्छ साथीहरू। यो लगइन भएको आइडीमा चाहिँ यहाँहरूले क्लिक गर्नु होला र यसमा क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ चेन्ज पासपोर्ट भनेर देखाएको छ माथि टपमा। चेन्ज पासपोर्ट करेन्ट पासपोर्ट तपाईको के छ हैन, पहिले चाहिँ तपाईलाई चाहिँ पासपोर्ट थाहा हुनुपर्ने हुन्छ र चाहिँ यहाँहरूले नयाँ पासपोर्ट परिवर्तन गर्न लाग्नु भएको छ भने सुरुमा चाहिँ यहाँहरूले करेन्ट पासपोर्ट के छ राख्नु होला साथीहरू। मैले पनि यसमा राख्छु। यहाँहरूले करेन्ट पासपोर्ट राखिसकेपछि न्यू पासपोर्ट के राख्नुहुन्छ यसमा पनि यहाँहरूले क्लिक गर्नु होला है साथीहरू। न्यू पासपोर्ट राखिसकेपछि रिटाइप न्यू पासपोर्ट भनेको छ। यो रिटाइप न्यू पासपोर्टमा यहाँहरूले फेरि त्यही न्यू पासपोर्ट जे राख्नु भएको छ सेम पासपोर्ट यहाँ राख्नु होला। यो राखिसकेपछि साथीहरू यहाँनिर देख्न सक्नुहुन्छ तपाईहरु चाहिँ है तल अन्तिममा चेन्ज पासपोर्ट भनेर दिएको छ। यो करेन्ट पासपोर्ट, न्यू पासपोर्ट र रिटाइप न्यू पासपोर्ट टाइप गरिसकेपछि यहाँहरूले चाहिँ अन्तिममा चेन्ज पासपोर्टमा क्लिक गर्नु होला साथीहरू है। चेन्ज पासपोर्ट अनि त्यसपछि यहाँ चाहिँ कोड आउँछ साथीहरू। त्यो कोड चाहिँ मैले यहाँ राख्छु। कोड आउँछ, तपाईहरुले त्यो कोड चाहिँ यसमा राख्नु होला साथीहरू। मैले पनि यसमा राखेँ है। राखिसकेपछि यहाँहरूले देख्न सक्नुहुन्छ फेसबुक पासपोर्ट चेन्ज भनेर आएको छ। यहाँहरूले यसरी नै आफ्नो फेसबुक आइडीको पासपोर्ट चेन्ज गर्नु होला है। यहाँहरूले सुरुदेखि अन्त्यसम्म हेर्नु होला। यदि केही बुझिएन भने यहाँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। आगामी दिनमा मैले तपाईहरुको कमेन्टलाई लिएर फेरि नयाँ भिडियो बनाउने छु भन्दै म यस भिडियोबाट होजेल पर्न चाहन्छु।
हवस् त, नमस्कार।